सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताए। उनले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताएका छन्। उनले भने यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको छ। प्रेस स्वतन्त्रता बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन सक्छ। जलवायु परिवर्तनको असर बढ्दै गएकोले समयमै सचेत हुनुपर्ने हो। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेकोले प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्छ। क्लाइमेट क्राइसिसले जे अलार्म चाहिँ गरिरहेछ हामीलाई, त्यसको चाहिँ तपाईको घन्टी बजिरहेको छ संसारभरि। आज यो त लहर चल्छ नि, अब लहर चलिरहेछ के। त यो लहरमा चाहिँ हामीले आफूलाई चाहिँ हाम्रो परराष्ट्र मन्त्रीज्यू, हाम्रो प्रधानमन्त्रीज्यूले धेरै इन्टरनेसनल चाहिँ तपाईको यस्तो चाहिँ प्लेटफर्महरूमा चाहिँ नेपालको चाहिँ आजको दिनमा चाहिँ क्लाइमेट चेन्जको क्षेत्रमा हामीले गर्नुपर्ने कुराहरू के हो, हामी कहाँ छौँ, नेपाल कसरी उडी लडिरहेछ भन्ने कुरा चाहिँ धेरै राख्नुभएकै छ। त हाम्रो यहाँ आउँदाखेरि चाहिँ हामीले के गर्छौँ त? अब त्यो के अरे क्लाइमेट चाहिँ क्राइसिसले जे चाहिँ चुनौतीहरू, च्यालेन्जहरू, जे चाहिँ प्रब्लमहरू हाम्रो समाजमा चाहिँ खडा गरिरहेको छ, सिङ्गो चाहिँ मानव सभ्यतामाथि खडा गरिरहेको छ। हाम्रो चाहिँ डेभलपमेन्टमा जुन खालको चाहिँ समस्या पैदा भएको छ, त्यसमा चाहिँ हामीले अब चाहिँ भाषणमा सीमित नरहिकन पोलिसी चाहिँ पोलिसीको हाम्रो जुन प्याराडिगमा थियो त्यो सिफ्ट गर्नु पर्यो। अब त्यो सिफ्ट नआए के भन्छ, आजको दिनसम्म हाम्रो चाहिँ कन्जर्भेसन र चाहिँ डेभलपमेन्ट सँगसँगै जान्छ भन्ने कन्सेप्टै छैन अहिलेसम्म हाम्रो। त्यस कारणले चाहिँ कन्जर्भेसन र चाहिँ डेभलपमेन्ट सँगसँगै जाने चिज हो। अब दुनियाँमा चाहिँ हामीले खालि डेभलपमेन्ट चाहिँ कन्स्ट्रक्सन मात्रै भन्ने भरमार चाहिँ तपाईँको चाहिँ एकदम भलगर चाहिँ तपाईँको कन्स्ट्रक्सनहरू गरिराखेको छ, मेगा कन्स्ट्रक्सन गरिराखेको छ, सारा गरिराखेको छ होइन। तर त्यसले चाहिँ हाम्रो चाहिँ नेचुरल चाहिँ तपाईँको नेचरल कन्जर्भेसनको कुनै चाहिँ मान्य मतलब राखेको छैन भने त्यो अब हाम्रो लागि चाहिँ तपाईँको दुर्भाग्य हो। यहाँ हिमालयन होटेलबाट सुरु गरेको हाम्रो लोमान्थाङ समिट चाहिँ लोमान्थाङमा गएर अन्त्य गर्नु पर्यो। क्लाइमेट क्राइसिसले आजको मुस्ताङमा के असर गरिरहेछ भन्ने कुरो तपाईँ छर्लङ्ग देख्न सक्छौँ। घिरिङभन्दा पारीको गाउँ चाहिँ तपाईँको पानीको मुहान सुकेर चाहिँ तल चाहिँ झरिसक्यो। हामी छर्लङ्गै के देख्न सक्छौँ, हिजो घाँसतिर उत्पादन हुने चाहिँ स्याउ अब माथि उत्पादन बढ्न थाल्यो। तल चाहिँ तपाईँको के अरे स्याउ चाहिँ उत्पादन कम हुन थाल्यो, किन चिलिङ चाहिँ तपाईँको टेम्परेचर कम हुँदै गएको कारणले गर्दाखेरि। क्लाइमेट चेन्जको चाहिँ प्रत्यक्ष असर हेर्ने चाहिँ त्यहाँ भयो हुनाले र त्यो एउटा डिस्कोर्स चाहिँ तपाईँले सुरु गर्नुभयो हुनाले यो एकदमै महत्त्वपूर्ण कार्यक्रम हो।